हेलो हेलो नमस्ते कता हो कता फापरको साग त बढिहाल्छ नि कि फापरको मात्रै टिप्ने आज किन सबै निखार्नु उयसको टिप्यो पहिला पहिला उयसको टिप्यो यतापट्टिको टिप्यो त पहिला कहाँ सबै त्यो एकैचोटि गर्नु पहिला यताको अलिअलि टिप्नु सर्लक्क मुन्ने टुन्डिया नै खालि सुइसी त्यो फापर त्यो मुनि तोरीको सागहरू छ है तोरीको सागहरू छ त्यो घाँसमा टेक्नु त कति तोरी सागर चाहिँ सर्लक सर्लक जहाँ जहाँ भ्याउँछ त्यति गर्ने त्यो घाँस उखाल्दै गर्ने त्यो कहाँ त्यो घाँसमा टेक्यो भने तिमीले अस्ति म त्यत्रो भिन्डी सब उखाल्यो त्यो धनियाँ त्यो घाँसको साइडमा पनि तोरीको सागहरू छ क्या सबै सुसी उखाल न तोरीको सागहरू छ ऊ छ त्यो हावा चल्न सुरु भयो फेरि अब सर्लक सर्लक्क उखाल्ने यो सबै यता भटमास जस्तो जस्तो क्लियर हुनुपर्छ भटमास चाहिँ यति राम्रो भइसक्यो अनि सर यस्तो राम्रो भइसक्यो भटमास चाहिँ के भटमास छैन यतिकै हुन्छ अनि भोलि यताको यो तोरीको चाहिँ यहाँ तोरीको साग के छ घाँस सबै टिप्दै यताबाट आउनु अनि सक्दै सक्दै जाने यो सिमिन बेला भइसक्यो है यो सिमिन बेला भइसक्यो मजाले सिमी त्यहाँ अहिले पखान टिपन म यहाँ खिच्दैछु त खेती मान्छे चाहियो नि एउटा खेती मान्छे नभइकन हुन्छ त होइन त गाइजहरू यहाँ है कुना काप्चामा यस्तो मजाले यसरी फल्याछ खेती मान्छे चाहिन्छ नि त सर खिच्नु परेन ल यस्तो मजा फलेछ उता फलेछ सिमीहरू यो केलाउनु पर्छ टिपा बिस्तारै त्यो धेरै मुनिसान फाल्ने होइन है त्यही भने त्यति मात्रै भने फापरको त खाने के डाँठे हो अनि फेरि त्यो पात हाल्यो भने त त्यो बारीभरिको टिप्यो भने एकसाथ पुग्दैन फापर चाँडो हुन्छ नि त तोरी पनि राम्रो हुन्छ पहिला अलिक सिमी टिप्यो अनि बेलुकाले हुन्छ एउटा दियो पकायो नि बेलुका रोटी पकायो भने फापर पकाउने रोटी पका होइन रोटी पकायो भने त धेरै चाहिन्छ नि त तरकारी त्यही फर्सीले पुग्दैन रोटी खान त झन् चाहिन्छ त्यतिले के पुग्छ अस्ति एक कचौरो केरो हालेर पकाउँदाखेरि त फर्सीले पुगेन खाजा त आलु छैन दाजु आलु उसिनेर खानु पर्ला अहिले हेरौँ त्यही पनि के हुन्छ यो गरेर पहिला सिमेन्ट टिप्यो हुन्छ झोलै लिएर आएको त्यो भित्रपट्टि छिप्पेछ है त्यो मुनमुनी गरेर पहिला मुनमुनी सुरुमा फल्या हुन्छ त्यो मुनमुनी च्याउ त्यो भएमा नराख न हो त्यसको पछाडि हेर्न हातको यहाँ देखिरहेको छु मैले त्यो ढोडको साइडमा हो तिम्रो हातको पछाडि त्यहाँ हेर न यहीँबाट देखिरहेको छ त्यहाँ लागेको त्यो बोटको पछाडि हेर न यहीँबाट देखिरहेको छु मैले हो त्यसको मुनि हेर न तिम्रो हात सिधै मुनि लगा भित्रपट्टि त्यो ढोडमा कि केमा क्या त्यो टाँसिराखेको छ त ल भयो अरू हेर ल जुन जुन हुन्छ त्यही हेर सर्लक त्यो किराले खाए के हुँदैन त्यो अर्ग्यानिक हो भने त्यसमा के हालेको छैन अनि त्यो किराले खाँदैन त त्यो गाईको मल मात्रै हो त्यो सबै चिरेको यताउति सबै टिप्यो त्यो सबै भित्र नि छ यहाँ जान्छ यहाँ पछाडि यसको पछाडि यहाँ दुइटा यहाँ माथि चाहिँ सबै हुन्छ यहाँ भित्र नि छ यहाँ भित्र नि छ सबै त्यो त त्यति हो अब यसमा पनि त्यो एउटा छिपे जस्तो छ पख त्यो एउटा टिप्यो सर्लक्क के गरे सिमिटी पनि यो दुइटा तिनटै टिप्यो नि हुन्छ ल यो चाहिँ नर्मल फुल झर्छ एक एउटाको टिप्यो त्यो फुल झर्दैन अरू छ हेर त खै त्यो माथि त्यसमा अरूमा भन्ने छ त छैन त्यो मुन्छ छैन त्यो हातले छाम्ने होइन क्या जाउँ ल झोले हाल्नु चाहिँ गोलबारी छैन क्या गोलबारी लिएर
गोलबाट ल्याएर अनि फेरि अलिरहेको ल भइगयो अरे ल ल ल ल ल सरकारी काम सक्यो कर्कल पर्सेर चाहियो पर्सि बिहान के चाहिएको थियो नि भोलि कर्कल टिप्यो कर्कल पर्सि पकाएको तोरी छैन त्यो साग हुन्छ एकदिन राखेर छिप्पिन्छ हुन्छ अनि फेरि कहाँ हुन्छ होला रहर लाग्दै भएको छ हो नि चाहिँ मेरो बाबा मिहिनेत गर्नुपर्छ अनि खाना पाइन्छ क्या मिहिनेत गर्नुपर्छ खाना पाइन्छ तोरी यताबाट त्यो क्लियर गर्दै आऊ त्यो त घाँस हाल्दै तोरी हाल्दै गोड्दै आयो भने सजिलो हुन्छ पानी लगाउनु लाग्छ बाबा त्यो तातो पानी त के 2 प्याकेट के पेन 2 प्याकेट भएपछि नि टुक्राबाट 2 प्याकेट भयो भने अब 1-2 हप्ता जतिलाई त पुग्छ नि त 2 हप्ता जतिलाई पुग्छ 4-5 प्याकेट ल्याएर राख्नु क्या घरमा जम्छ पसल आउने फ्रेस आइरहेको हुन्छ घुमिरहेको हुन्छ त्यो इन्क जम्यो इन्क भयो भने बिग्रिँदैन अनि त्यो पो हो त नि के खोज्यो फेरि चक्लेट खानु पर्दैन क्या चक्लेट किन खानु पर्यो चक्लेट यो किन माथि राखेँ हिजो यस साङ्लो कुदै गरेर मैले चेन्ज गरेको फेरि उसले नि त्यस्तै चेन्ज गरेछ फेरि मैले एउटा पनि चक्लेट खाएको छैन खोइ अस्ति त्यो उसले इन्जिनियर साहबले दिएको चक्लेट पनि थियो मैले पनि एउटा त खाएको छैन चक्लेट अनि कहाँ मैले एउटा पनि खाएको छैन चक्लेट त्यो बाबुलेदेखि गएर चक्लेट राखेपछि त कहाँ सब प्याउँछ त नि बच्चा भएर चक्लेट धेरै दिन हुँदैन नि कहाँ थियो त्यो भएर मैले झन् लुगाहरू त राख्थेँ मैले एउटै खाएको छैन मैले खाने नखानेछ भन्दा पनि बच्चाहरूलाई धेरै चक्लेट दिनु हुँदैन क्या बच्चाहरूलाई धेरै चक्लेट दिएर गरेर हुन्छ त है हुन्छ ल खासै राम्रो त छैन खै ल गाइजर चक्लेट चिया पकाउने गाउँमा चाहिँ 4 घन्टा ल्याइले हुन्छ त्यसैले माझी कनै आएको के कन खाना के त खान्छ आलु कतिखेर उसिन्ने हो अब तलको माथि हुन् आलु खाएर फेरि पेटै आउँदैन अनि बाबुलाई आलु ल्याउँदैन खाजा उसलाई केलाई के होला आलु खान्छ एउटा चाहिँ ल्याउने त्यो खोला चाहिँ के छ खोला बिस्किटहरू के छ त खोला भन्छ नखोला त यही पनि छ 2 प्याकेट कस्तो कुरै बुझिन क्या तिमीले भने खोल्या चाहियो क्या नखोल्या कि नखोल्ने नखोल्या नभइगयो त त्यसै खाँदै त्यही त खाँदै खाने त भनेर कस्तो कुरा पनि के गर्ने भने खाँदै खाने भनेर आलु उसिन्छ चिया खाँदै जाउँ न त चिया खाँदै पखाल्दै माथि जान सकिन्छ मलाई भोक लाग्छ मलाई घर बस्यो भने त तल लाग्छ हुन्छ अरू उसिन एक कुकर उसिन पुगिहाल्छ नि पानी त्यो पखालेको पुगिहाल्छ नि